क्षेत्रमा उहाँले रङ्गकर्मीको रूपमा एउटा नाट्यकारको रूपमा उहाँले काम गर्दै आउनुभयो। थुप्रै नाटकहरूलाई निर्देशन गर्नुभयो, थुप्रै साहित्यहरू रचना गर्नुभयो र सँगसँगै एउटा इँटा यानि कि 15 रुपैयाँको एउटा इँटा चाहिँ सङ्कलन गरेर उहाँले केही समय अगाडि झापा नाटकघर निर्माण गर्नुभएको छ र उहाँ क्षितिज नाट्य प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ। उहाँले नेपालको नाटक क्षेत्र र सँगसँगै उहाँले नागरिक बचाउ अभियानमा पनि उहाँ एकदमै अग्रसर भएर अगाडि बढिरहनु भएको छ। आज स्पेसल्ली हामी उहाँको नाट्य क्षेत्र र सँगसँगै यो एउटा इँटा यानि कि 15 रुपैयाँको एउटा इँटाको अभियान के रहेछ त्यो विषयमा पनि कुराकानी गर्छौँ र सँगसँगै आजको यो एपिसोडमा हामी उहाँले थुप्रै तिक्तताहरू राख्नु भएको छ। जुन झापा नाटकघर निर्माण गर्ने क्रममा थुप्रै व्यक्तित्वहरू जो राजनीतिज्ञहरूले जुन आशा देखाउनु भएको थियो त्यो आशा उहाँले चाहिँ पुरा गर्नुभएको छ। त्यो भडास पनि उहाँले पोख्नेवाला हुनुहुन्छ र सँगसँगै दुर्गा प्रसाई जो एकजना हाम्रो अभियानकर्ता हुनुहुन्छ, एक लिडर हुनुहुन्छ, उहाँको सम्बन्ध कस्तो छ यो विषयमा रहेर पनि आज हामी धेरै कुराहरू चाहिँ खुलाउने प्रयास गर्दैछौँ। सो ढिलो नगरिकन म स्वागत गर्न चाहन्छु नाट्यकर्मी तथा उहाँ अभियानकर्ता हुनुहुन्छ र सँगसँगै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा नागरिक बचाउ दल नेपालका उहाँ सभापति पनि हुनुहुन्छ माधव कल्पितजी। आउनुहोस् उहाँलाई कार्यक्रम चिया गफमा धन्यवाद। नमस्कार। चिया पनि पिउँ है। हजुर। चियर्स। अब यहाँलाई त बधाई पनि दिनु पर्यो किनभने क्षितिज नाट्य प्रतिष्ठान नेपालको तर्फबाट होइन, मतलब त्यसको प्रतिनिधित्व गर्दै तपाईँलाई अहिले भर्खरै मात्र भियतनाम सरकारले र त्यहाँका केही कलाकारहरूले चाहिँ तपाईँलाई सम्मान पनि गर्नुभयो। तपाईँको कलालाई झन्डै 3 दशकको जुन एउटा योगदान दिनुभएको छ नेपाली कला क्षेत्रमा, त्यसको फल पाउँदा चाहिँ पहिलो अनुभव चाहिँ कस्तो रह्यो त? यो कुरा चाहिँ सेयर गरौँ। विशेषतः हामी धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्धनमा अगाडि बढेको व्यक्तित्व, त्यसमा पनि हामी गीता लायनको व्यक्तित्व। कलाकारहरू आफैमा भावनाको खेती गर्ने व्यक्ति हुन्छन्। अर्काको दुःख देख्दा देख्दै आफ्नो सुख बिर्सिएर रुने र अर्काको सुख देख्दा देख्दै आफ्नो दुःख बिर्सिएर हाँस्ने व्यक्ति। कस्तो मिठो लाइन भन्नुभयो। त्यसले गर्दाखेरि जुन हामीले कर्म गरेको थियो त्यो कर्म गरेको मेरो देशले, मेरो स्थानीय सरकारले अनि नेपाली कला साहित्य र संस्कृतिको उन्नयनका लागि राज्यले गर्नुपर्ने योगदान, राज्यले गर्नुपर्ने सम्मान र राज्यले गर्नुपर्ने प्रोमोट नभइरहेको बेला नेपाली साहित्य कला र संस्कृतिका जुझारु पारखीहरू देशमा सम्भावना नभेटेर अन्तर्राष्ट्रिय एयरपोर्टबाट दिनै पछि विदेश पलायन हुन बाध्य भइरहेको बेला एउटा अन्तर्राष्ट्रिय जगतमा रहेको, त्यसमा पनि भियतनाम सरकारले, भियतनामका स्थानीय प्रतिभाहरूले निमन्त्रणा गरेर हामीलाई सम्मान गरेर हामीले क्षितिज नाट्य प्रतिष्ठान झापाको निर्माण र त्यो प्रतिष्ठानद्वारा निर्मित झापा नाटकघरको विषयवस्तुलाई लिएर एउटा अन्तर्राष्ट्रिय मञ्चमा, अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला साहित्य संस्कृतिको सम्मान गर्नु, त्यो माधव कल्पित र क्षितिज नाट्य प्रतिष्ठानको मात्रै सम्मान नभएर मैले सिङ्गो नेपाली कलाकारहरूको सम्मान महसुस गरेको छु र यो सम्मानलाई, यो इज्जतलाई, यो प्रतिष्ठालाई म सम्पूर्ण तपाईको मिडिया मार्फत, तपाईँ मार्फत म सम्पूर्ण नेपाली कलाकारहरू बीचमा चाहिँ सेयर गर्न पनि चाहन्छु। यो जुन अवसर भियतनामले दियो त्यसप्रति म विशेष आभार भियतनाम सरकार र भियतनामको स्थानीय दानाङ फाइन आर्ट्स एसोसिएसन प्रति हृदयदेखि नै सर्वप्रथम उच्च सम्मानका साथ आभार प्रकट गर्दछु। ओके माधवजी, जस्तो अब थुप्रै अन्य कन्ट्रीहरू पनि थिए होइन, अन्य देशहरू पनि थिए, तर भियतनाम नै किन? यसो भयो, भियतनाममा चाहिँ हाम्रो अन्तर्राष्ट्रिय कलाकार सङ्घ, भियतनामी कलाकार सङ्घ बिचमा चाहिँ हाम्रो स्थापना कालदेखि नै जस्तो एउटा राजनीतिज्ञसित रिलेसन हुन्छ होइन, अन्तर्देशहरूसित भने कलाकारको के हुन्छ भने अन्तर्देशमा रहेका पनि कलाकारहरूसित चाहिँ होइन अनौन्याश्रित सम्बन्ध कायम भएको हुन्छ। र भियतनामले अहिले किन गर्यो त भन्दाखेरि भियतनाममा चाहिँ फेब्रुअरी 17 देखि तपाईँको मार्च 17 सम्म चाहिँ उनीहरूको 1 महिना लामो
अहिले नयाँ वर्षको प्रोग्राम चलिरहेको छ। भियतनामले चाहिँ 1 वर्ष लामो चाहिँ होइन तपाईँको नयाँ वर्ष मनाउँदो रहेछ। त्यसमा पनि उनीहरूले 12 वर्षलाई चाहिँ यस्तो राखेका हुन्छन्, 12वटा जनावर विशेष वर्षको रूपमा एउटा वर्षमा एउटा जनावरको पूजा गर्ने होइन, विशेष रूपले चाहिँ त्यो जनावरप्रति समर्पित बन्ने। त्यो चाहिँ हाम्रो नेपालको लोसार जस्तै हो। हजुर, हामी यहाँ 12 राशि भन्छौँ नि, 12 राशि जस्तो चाहिँ उनीहरूले 12वटा जनावरलाई चाहिँ विशेष मान्ने। त्योमा चाहिँ अहिले हर्स इयर रहेछ क्या, घोडा वर्ष रहेछ। अनि यसमा चाहिँ जसले विभिन्न राष्ट्रबाट, भियतनाम त एउटा पर्यटकीय हिसाबले पनि अब अग्रपङ्क्तिमा रहेको देश हो होइन, त्यहाँ पर्यटन प्रवर्धनकै लागि पनि भियतनामले अत्यन्तै ठुला चाहिँ त्यहाँका प्राकृतिक दृश्यावलोकनका स्थानहरू, कृत्रिम दृश्यावलोकनका स्थानहरू अहिले विश्वलाई भियतनामले प्रकृति, संस्कृति र पर्यटनसित जोडेर चाहिँ आफ्नो मुलुकमा तानिरहेको अवस्थामा यो नयाँ वर्षको चाहिँ मनाउने एउटा अवसर पारेर चाहिँ हामीलाई निमन्त्रणा गर्यो र यही निमन्त्रणा गरेर चाहिँ उहाँहरूले चाहिँ एउटा सरप्राइज जस्तो तपाईँले नेपालमा रहेर, नेपालको पनि एउटा दूर दराजमा रहेर आफ्नो चाहिँ स्वार्थभन्दा, पारिवारिक जीवनभन्दा माथि उठेर समाजको लागि नेपाली कला, नेपाली संस्कृति, नेपाली कल्चर र पूर्वीय संस्कार र संस्कृति, तपाईँको देशको पूर्वीय संस्कार र संस्कृति जोगाउनको लागि तपाईँ र तपाईँको प्रतिष्ठानले गरेको योगदान र समर्पणप्रति हामी चाहिँ उच्च सम्मानका साथ यो सानो भए पनि हामी अन्तर्राष्ट्रिय लेभलबाट, अन्तर्राष्ट्रिय कलाकारको तर्फबाट, विशेष गरी भियतनाम सरकार, भियतनाम कलाकार तर्फबाट यो सम्मान प्रदान गर्दछौँ र उहाँहरूले त्यसरी यो सम्मान प्रदान गर्नुभएको। कतिको दुःख लाग्छ, जस्तो अब भियतनाम सरकारले तपाईँलाई रिकग्नाइज गर्ने होइन, तर आफ्नै देश नेपालले, आफ्नै चाहिँ राष्ट्रले